प्रधानमन्त्री सुशीला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्। शुक्रबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको अपेक्षासहित उठेको जेनजी आन्दोलनमा शहादत प्राप्त गर्ने वीर योद्धाप्रति पनि नमन व्यक्त गरेकी छन्। नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली उनले लेखेकी छन्। न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा शहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई पनि नमन। प्रधानमन्त्री कार्कीका अनुसार ती शहीदहरूप्रतिको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको एक ऐतिहासिक मोडमा उभिएको छ। उनले अब कुनै पनि आमाको काख फेरि रितिनु नपरोस् भन्ने कामना गर्दै शान्तिपूर्ण, न्यायपूर्ण र समावेशी समाज निर्माणतर्फ अग्रसर हुन सबैलाई आग्रह गरेकी छन्। उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ। अब कुनै आमाको काख फेरि रितिन नपरोस् उनले भनिन्। उनले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको मूल दायित्व भएको उल्लेख गर्दै ती मूल्यहरू सदा स्मरणमा रहेर शासन सञ्चालन गर्नुपर्ने। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको अवसरमा अमर शहीदहरूको बलिदानलाई स्मरण गर्दै लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै ओलीले शहीद दिवस आजको पुस्तालाई क्यालेन्डरको एउटा मिति जस्तो मात्र लाग्न सक्ने भए पनि इतिहासतर्फ फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा प्रष्ट हुने बताएका छन्। उनले विक्रम सम्वत 1997मा प्रजातन्त्रको आवाज उठाएका सुकुराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गलाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दिएको स्मरण गराउँदै त्यही बलिदानबाट निरङ्कुश र जहानियर शासन विरुद्धको आन्दोलनको बिउ रोपिएको उल्लेख गरेका छन्। अध्यक्ष ओलीका अनुसार कम्युनिस्ट र काङ्ग्रेसको संयुक्त आन्दोलनकै परिणामस्वरूप आज समाजले लोकतान्त्रिक अधिकार प्राप्त गरेको हो। निरङ्कुश शासनको स्थानमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने ऐतिहासिक सङ्घर्षको विरासतलाई स्मरण गर्दै अमर शहीदहरू दशरथ चन्द, शुक्रबार शास्त्री, धर्मभक्त माथेमा र गङ्गलाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ उनले लेखेका छन्। शहीदहरूको बलिदानको मूल्य कहिले नबिर्सने उल्लेख गर्दै ओलीले नेपालको राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न सधैँ प्रतिबद्ध रहने पनि बताएका छन्। धन्यवाद। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले माघ 16 गते शहीद दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र अधिकारका लागि जीवन अर्पण गर्ने सबै ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। सन्देशमा प्रचण्डले नेपालको परिवर्तनको इतिहास शहीदहरूको रगतले लेखेको उल्लेख गर्दै सामन्ती राणा शासन विरुद्ध लखन थापा बाका वीरहरूदेखि शुक्रबार शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गलाल श्रेष्ठसम्मको बलिदान, किसानका पक्षमा भीमदत्त पन्तको सङ्घर्ष, पञ्चायती कालदेखि जनयुद्ध, जनआन्दोलन, मधेस, थारू लगायतका समुदायका आन्दोलन र पछिल्लो जेनजी आन्दोलनका शहीदको बलिदानलाई स्मरण गरेका छन्। उनले ती शहीदहरूको साझा उद्देश्य सामन्तवाद, उत्पीडन र विभेदको अन्त्य गर्दै लोकतन्त्र, समानता, न्याय र जनताको सुशासन स्थापना गर्नु रहेको बताए। प्रचण्डका अनुसार आज नेपाल गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासम्म आइपुगेको छ र यो सबै शहीदहरूको अमूल्य बलिदानकै परिणाम हो। प्रचण्डले आज पनि शहीदहरूको सपना अझै पूर्ण नभएको भन्दै सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र राष्ट्रिय स्वाधीनताको सङ्घर्ष अझै जारी रहेको बताए। शहीदका अधुरा सपना पूरा गर्न समर्पित हुन सके मात्र शहीद दिवसको सार्थकता रहने प्रचण्डको भनाइ छ। प्रचण्डले सबैलाई आत्मसमीक्षा गर्ने, विचलित नहुने र जनताको पक्षमा दृढतापूर्वक उभिएर सङ्घर्षको बाटोमा अघि बढ्ने दिनको रूपमा शहीद दिवसलाई लिन आग्रह गरेका छन्। साथै उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता गर्न सबैलाई आह्वान। नेपाली काङ्ग्रेसका सभापति
गगन कुमार थापाले शहीद दिवसको अवसरमा नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। एक सन्देश जारी गर्दै थापाले 2007 सालको जनक्रान्ति अघिदेखि 2082 सालको जेन्जी विद्रोहसम्म इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन तथा सङ्घर्षमा बलिदान दिने वीर शहीदको योगदानकै कारण आज नेपाली जनता स्वतन्त्रताको युगमा साहस फेर्न सक्षम भएको बताएका छन्। उनले सुदृढ र सबल नेतृत्व, लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त, स्थिर र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गर्दै वीर शहीदले देखाएको त्याग, बलिदान र आदर्शलाई आत्मसात गर्नु वर्तमान पुस्ता तथा नयाँ पुस्ताको साझा दायित्व भएको बताएका छन्। सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ। वीर शहीदहरूले देखाउनु भएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु हाम्रो र नवीन पुस्ताको दायित्व उनले लेखेका छन्। शहीद दिवसका अवसरमा थापाले शहीदहरूको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान व्यक्त गर्दै शहीदका सपना पुरा गर्ने तथा उनीहरूले देखाएको मार्गमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। आज शहीद दिवसका अवसरमा उहाँहरूको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै शहीदका सपना पुरा गर्ने र उहाँहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्दछौँ, थापाले भने। त्यसैगरी नेपाली काङ्ग्रेसको नेतृत्वमा संविधान सभाबाट निर्मित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा लिपिबद्ध जनअधिकारको प्रभावकारी कार्यान्वयन र समय सापेक्ष परिमार्जन आवश्यक रहेको उनले उल्लेख गरेका छन्। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट सम्मानित नेपालीको लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज शहीद दिवसको अवसरमा सबै ज्ञात अज्ञात अमर शहीदहरूको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। शुक्रबार रासोपाका उपसभापति डीपी अर्यालले एक सन्देश जारी गर्दै उनी शहीदहरूले प्राणहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र सीमित नभएको बताए। उनले भने शहीदहरूको प्राणहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तन मात्र पक्कै सीमित थिएन, त्यो त आम नेपालीको जीवनमा देखिने सुशासन, न्याय र समृद्धिको सपना थियो। उपसभापति अर्यालले लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र व्यथितिका कारण आज पनि शहीदका सपना, राष्ट्रिय सङ्कल्प र नागरिकका आकाङ्क्षा पूर्ण रूपमा पुरा हुन नसकेको बताए। लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र ती मार्फत सिर्जित व्यथितिका कारण आज पनि शहीदका सपना, राष्ट्रिय सङ्कल्प र नागरिकका आकाङ्क्षा अधुरै छन्, उनले भने। उनले फागुन 21 गते हुन गइरहेको निर्वाचनको महत्त्व समेत औल्याउँदै भने यो निर्वाचन केवल जनप्रतिनिधि चुन्ने प्रक्रिया मात्र होइन, बरु मुलुकमा नयाँ आशा र नेतृत्व उदयको प्रस्थान बिन्दु हो। हामी आशावादी छौँ कि रासोपाको नेतृत्व मुलुकले राजनीतिक स्थायित्व, जनमुखी शासन र सामाजिक न्यायसहित समृद्धि प्राप्त गर्नेछ। डीपी अर्यालले शहीदको बलिदानको वास्तविक सम्मान, राष्ट्रिय स्वाभिमान, एकता र जनअपेक्षाको यथोचित सम्बोधन मार्फत नै हुन सक्ने उल्लेख गर्दै विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकको संयोजनमा मात्रै शहीदका सपना पुरा गर्न सकिनेमा जोड दिएका छन्। धन्यवाद।